अब कुरा गरौँ यो इयरको विनिङ टिम हैन लुम्बिनी लायन्सको बारेमा। लुम्बिनी लायन्सको चाहिँ हाईएस्ट पर्फर्मर लुम्बिनी लायन्सको क्याप्टेन नै रहेका छन् हैन, जसले चाहिँ विथ ब्याट पनि 250 प्लसको स्कोर बनाएका छन् हैन। रोहित पौडेल 276 रन बनाउँछन् 277 बलमा। अलिकति स्याड पार्ट के रहेको छ भन्दा यही रन्स चाहिँ हैन 130 को स्ट्राइक रेटले आएको भए सायद रोहितले पनि 300 रन कटाइसकेका हुन्थे। 120 को स्ट्राइक रेटले आएको भए पनि त्यो 300 को मार्जिन चाहिँ रोहितले कटाइदिन सक्थे हैन। एभरेजको कुरा गर्ने भने अलमोस्ट 28 को एभरेज रहेको छ रोहित पौडेलको हैन। विथ बलिङ पनि राम्रै गरेका छन्, 10 विकेट निकालेका छन्। तर योपालि रोहित पौडेलले चाहिँ 2 म्याचमा चाहिँ एकदम खत्रै रन खाएका थिए हैन। एक त्यहाँनिर चाहिँ विदेशी बलरहरूले। सो रोहित पौडेलले चाहिँ अलिकति आफ्नो बलिङबाट अलिकति क्लेभर के हुनुपर्छ भन्दा चाहिँ हरेक टाइम चाहिँ ऱ्यान्डम ठाउँमा आएर बलिङ गर्ने भन्दा पनि एकदम स्ट्राटेजिकल्ली आएर बलिङ गऱ्यो भने चाहिँ रोहितले अझ बेटर बलिङ गर्न सक्छ जस्तो लाग्छ मलाई हैन। इकोनोमीको कुरा गर्ने भने 7.6 को इकोनोमी रहेको थियो, जुन चाहिँ वान अफ द बेस्ट नै रहेको छ हैन। जुन अनुसारले रोहित पौडेलले रन बिचबिचमा खाएका पनि थिए हैन। एभरेज पनि राम्रो रहेको छ। शेर मल्लको कुरा गर्ने हो भने बलिङको सिधै कुरा गरौँ भने ब्याटिङमा अझ बेटर इम्प्रुभ गर्न सक्छन् मेबी नेक्स्ट इयर हैन। शेर मल्लले चाहिँ 36 ओभर शेर मल्लले टोटल बलिङ गर्छन् र 17 विकेट निकालेका थिए। वान अफ द टप पर्फर्मर हैन। एनपिएल सिजन 3 को 3 जना बलर छन् जसले चाहिँ 17 विकेट निकालेका छन्। सन्दीप भए अनि शेर मल्ल भएर अविनाश बोहरा, यिनीहरू 3 जनाले चाहिँ 17 विकेट निकालेका छन् हैन। जबकि बलिङ ओभरको कुरा गर्ने हो भने सन्दीप र शेर मल्लको चाहिँ ओभर ठ्याक्कै इक्वल नै रहेको छ। अनि र्युवेन ट्रम्पलम्यान हैन, र्युवेन ट्रम्पलम्यानको कुरा नगरे त हुँदै भएन। फाइनलमा माथिबाटै सिधै विकेट निकालेर कहीँ न कहीँ गेम निकालिदिएका थिए। र्युवेन ट्रम्पलम्यानले 62 रन विथ ब्याट बनाएका थिए, 150 को स्ट्राइक रेटले बनाएका छन्। त्यो एकदम इम्पोर्टेन्ट कुरा रहेको छ हैन। बलिङमा पनि 15 विकेट र मोस्टली चाहिँ अर्ली विकेट निकालेर दिइरहेका थिए लुम्बिनी लायन्सलाई हैन, जसले गर्दाखेरि चाहिँ लुम्बिनी लायन्स अगाडि बढ्दै गइरहेका थिए है। सो यो ओभरअल यो टिमको चाहिँ लास्टमा भन्ने हो भने जसरी दिनेश अधिकारीले एउटा खत्रै पर्फर्मेन्स गरिदिए त्यसरी नै बिचबिचमा चाहिँ सानो सानो खतरा कन्ट्रिब्युसन आउँदैछ, जसको कारणले चाहिँ यो टिम फाइनल जित्न पुगेको हो जस्तो लाग्छ। एज अ टिम एज अ युनिट नै खत्रै गरेर आयो हैन। ब्याटिङमा चाहिँ अझ बेटर चाहिँ यो टिमले गर्न सक्छ होला हैन, कि स्पेसली रोहित पौडेलले चाहिँ एकदम बेटर गर्न सक्छन् कि जस्तो लाग्छ। डार्सी सर्ट पुरै टुर्नामेन्ट नै यत्तिकै रिल्याक्सको मोडमै जितेर गइदिए हैन। निलेसन डिक्वेलाले अलिकति बेटर गरेको थियो यो टिमबाट, तर निलेसन डिक्वेला जोइन पनि एकदम लेट गरेको थियो हैन। त्यो भएर पनि हुनसक्छ मेबी अर्को सिजन के थाहा एनपिएल स्टार्टिङदेखि नै आउँछन् कि